कहिलेकाहीँ हामी सबैले आफ्नो समय कता हरायो थाहा नै पाउँदैनौँ। फोनको स्क्रिनभित्रै दिन बित्छ, सपना भने मनभित्रै थुनिएर बस्छ। यो भिडियो एउटा साधारण कहानी होइन, यो त टाइम वेस्टबाट प्रोडक्टिभ लाइफतिरको अनुभव हो। यो भिडियो सबैका लागि होइन। यदि तिमी पनि आज आफ्नो समय वेस्ट गर्दैछौ र केही प्रोडक्टिभ काम गर्न चाहँदैनौ भने यो भिडियो पक्कै पनि तिम्रो लागि होइन, नहेरे पनि हुन्छ। तर यदि तिमी त्यो मान्छे हो जसले चाहिँ आफ्नो वेस्ट समयलाई प्रोडक्टिभ बनाउन चाहन्छौ र आफ्नो लाइफमा केही चेन्ज ल्याउन चाहन्छौ र नयाँ कुरा सुरु गर्ने हिम्मत गर्दैछौ भने यो भिडियो पक्कै पनि तिम्रै लागि हो। सही ठाउँमा आएका छौ। पक्कै पनि इन्ट्रो त हेरिसक्नु भयो होला। आजको इन्ट्रो भिडियो तपाईँहरूलाई मैले देखाइसकेको छु है। अब चाहिँ हामी टक्कसँगले दाजुभाइ कहाँ जाँदैछौँ? बङ्गाली मार्केट। यस, बङ्गाली मार्केट बाबाल हामी घुम्नको लागि घुम्ने, केही कुराहरू सपिङ गर्ने, रमाइलो गर्ने, चिया खाने। बाहिर चिया खाँदा आनन्दै बेग्लै हुन्छ यो मौसम अनि चिया। त्यस्तै छ परदेशी लाइफ। अब के गर्नु, विदेश आइयो, नेपाल भए त अर्कै रमाइलो हुन्थ्यो। नेपालको खानालाई हामी एकदम मिस गरिरहेछौँ। त्यहाँको पिरो अमिलो कुराहरू, हरेक कुराहरू यहाँ आएपछि त केही न केही। तपाईँहरूलाई चाहिँ मैले इन्ट्रो भिडियोमा अघि देखाइदिइसकेँ है। आज चाहिँ हामी के चाहिँ ठ्याक्कै दिन आँटेको छौँ भन्ने कुरा तपाईँहरूले इन्ट्रो हेरेर पक्कै पनि थाहा पाइसक्नु भएको छ होला। अब चाहिँ हाम्रो ब्लग यहाँबाट सुरु गर्छौँ। अनि नि दाइ, अब हामी नेपालमा हुँदाखेरि चाहिँ समय यति धेरै वेस्ट गर्थ्यौँ है। एकदमै गरिन्थ्यो नि त। आफ्नो लागि खोइ त भन्दा प्रोडक्टिभ के त केही नै हुँदैन थियो क्या। केही नै, काम गयो, ड्युटीमा आयो, काम ड्युटीबाट सकेर आयो, रुममा आयो, एउटा सीमित काम सुत्यो, मोबाइल चलायो, टिकटक हेऱ्यो होइन। एउटा सीमित काम त गरिन्थ्यो, तर अरूको लागि गरिन्थ्यो क्या दाइ। आफ्नो लागि चाहिँ के त भन्दाखेरि प्रोडक्टिभ केही पनि थिएन। त्यसरी हामी गर्ने गर्थ्यौँ नि त। अब अहिले आएर चाहिँ बुझ्दै जाँदाखेरि चाहिँ के रहेछ त भन्दाखेरि हामीले जे गर्छौँ प्रोडक्टिभ लाइफमा चाहिँ कसरी चेन्ज गर्ने भन्ने कुरा चाहिँ अब हामीले बुझ्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ हामीले फिल गराएको छौँ, हो कि दाइ? अनि अब सही कुरो भाइको कुरामा कुनै दुई मात्रै छैन। र यहाँको चाहिँ अब सिन यस्तो छ है। पछाडि चाहिँ अहिले अब हामी टक्का दाजुभाइ बेलुकाको समयमा यसो अल्खेल हाइटबाट हामी यसो बङ्गाली मार्केटसम्मको यात्रा बाटोमा देखेका दृश्यहरूलाई हामी यो क्यामेरामा कैद गर्नेछौँ। धेरै कुराहरू रमाइलै हुनेछन् भन्ने हामी आशा राख्दछौँ होइन। रमाइलो खाँदै हामी दाजुभाइको एउटा भलाको सारी नेपालको सुख दुःखका कुराहरू हामी गर्नेछौँ। त्यस्तै छ। र डिप्रेस चाहिँ कसरी हटाउने त होइन दाइ? अब अहिले त हाम्रो म्याक्सिमम नेपालको युवाहरू हेर्ने होइन। अब हामी युथहरू हेर्ने भने हामी पनि केही गर्न सकेका छैन। फ्रस्ट्रेसन, डिप्रेसन छ कि छैन दाइ? यो एकदमै यो पछिल्लो समयका पिँढीहरूमा त यो एकदमै देखा परेको कुरा हो। अबको नयाँ सरकारले केही कदम यसको लागि चाल्छ भने हामी ठुलो आशावादी छौँ। एकदमै आशावादी छौँ। त्यही पनि अहिलेको सरकार भनेको हाम्रो युवाको सरकार हो। युवाको लागि केही गर्छ भन्ने हामीलाई आशा छ। आशा अनुरूपै हामीले पनि धेरै भोट दिएर विजय गरायौँ हामीले। यति हामी पीडित छौँ कि होइन भनेर अब भन्दाखेरि दुःख लाग्छ। भनेर साथ दियो, नुहाएर उपात दियो भने जस्तै भएको छ एकदमै होइन। तर पक्कै पनि अब राम्रो हुन्छ होला। तर यस्तो क्या त, कस्तो भने डिप्रेस, पीडा, समस्या भनेको चाहिँ जीवनमा नभएको मान्छे कोही पनि हुँदैन रहेछ क्या। त्यो नभएको मान्छे पनि होइन। मान्छेलाई पीडा दुःख भएर भने त्यो मान्छे पनि मान्छे। यति हाई प्रोफाइल मान्छेहरू पनि आफ्नै समस्यामा गुज्रिरहेको छ। बिल गेट्सलाई पनि कति तनाव छ, मोदीलाई कति तनाव छ होइन। सबैलाई तनाव छ नि। त्यसलाई चाहिँ अस्ट्रेलियालाई चाहिँ अब कसरी होइन टक्क मिलाउँदै जाने, अनि कसरी चाहिँ अब हामीले समय खेर कहाँ फालिरहेछौँ त्यसलाई चाहिँ कसरी प्रोडक्टिभमा लाने भन्ने कुरा चाहिँ आफ्नै रहेछ क्या। अहिले आएर बुझ्दाखेरि आफैले गर्ने हो मिहिनेत। उहाँ नेपालमा हुँदा काम गर्दै गर्दा पनि हामीले अन्य काममा पनि ध्यान दिनुपर्छ। अन्य स्किलका कामहरू पनि हामीले सिक्नुपर्छ होइन। मान्छे भएपछि सबै कुरामा ट्यालेन्ट हुनुपर्छ भन्ने हाम्रो सोच हो। जस काम गरेर आयो, खायो, सुत्यो,
टिकटक हेर युट्युब हेर त्यतिकैमा आफ्नो टाइम लस नगरेको चाहिँ राम्रो भन्ने नगरेको चाहिँ राम्रो चाहिँ अहिले आएर चाहिँ बुझ्दा थियो रहेछ क्या। अनि यदि तिमीहरू पनि मोबाइलमा समय बिताइरहेका छौ भने पक्कै पनि आफ्नो लाइफलाई कसरी प्रोडक्टिभ बनाउने भन्ने कुरा चाहिँ ध्यान दिनुपर्ने रहेछ। त्यही हो कि होइन? हो एकदमै भाइले भनेको कुरा एकदमै सही हो। अब हाम्रो नेपालीहरूको बानी चाहिँ कस्तो हुन्छ भने जे कुरा पनि अब यसले गरिदिन्छ होइन, त्यसलाई हामी पर्खिने त्यस्तो हुन्छ नि त। हामी अरूमाथि आशावादी धेरै हुने हुन्छौँ। आशावादी धेरै हुने गर्छौँ अनि लास्टमा के हुन्छ भन्दा हाम्रो उपलब्धि जिरो। छैन क्या। अनि शून्य बराबर हुन्छ हाम्रो उपलब्धि। त्यसो हुँदैन। त्यही नै रहेछ क्या यहाँको सबैभन्दा मेन हाम्रो समस्या भनेको नै त्यही रहेछ। टक्क हामी चाहिँ यहाँ आइसक्यौँ है। हामी आइसक्यौँ। बधाई यहाँनिर चट्टसँगले हिँड्नु हुँदैछ। हामी मिठो चिया खान्छौँ। अब यहाँनिर चट्ट मिठो चिया खाएर कटिङ चिया खान्छौँ। अनि मार्केटसम्मको यात्रा गर्छौँ। यहाँनिरको चाहिँ पर्सनल केही कुराहरू अलिअलि किनबेच पनि हुन्छ हाम्रो त्यहाँ। किनबेच भन्नु किनिन्छ। यहाँनिरको यस्तो छ। अनि आजको आउटफिट चाहिँ टक्क होइन, दुईवटा जुत्तामा यस्तो छ आज हाम्रो। अनि दाइ एउटा कुरा नै जस्तै अब म्याक्सिमम् मान्छे चाहिँ अब कस्तो अब हामीले पनि के सोच्छौँ भने अब केही गर्दैछौँ हामीलाई रिजल्ट चाहिँ क्विक चाहिन्छ क्या दाइ। अब यो म त अब हामी होइन यो सबै नेपालीमा भएको सबै नेपाली भन्दा पनि संसारका जति पनि मान्छे छन् यो सबैमा चाहिँ एउटा हुने चाहिँ कमन कुरा चाहिँ के रहेछ भने मैले बुझेअनुसार चाहिँ दाइ अब केही कुरा गरिँदैछ भने तातो खाउँ जली मरिहालौँ होइन। एकदम छिटो हामीलाई चाहिँ गर्ने बित्तिकै क्विक चाहियो भन्ने हुन्छ। तर केही कुरा पनि हामीले सोच्ने बित्तिकै त हुँदैन नि त। अनि यही कुराले गर्दाखेरि कति मान्छेहरूले चाहिँ केही कामहरू गर्दैछ भने गर्दा गर्दै बिचमै गएर चाहिँ लिभ गर्छ क्या, त्यसलाई क्वाइट गर्छ। तर त्यो गर्नु भनेको चाहिँ दाइ राम्रो कुरा हो त? राम्रो कुरा होइन। कुनै पनि उद्देश्य लिइसकेपछि त्यसमा ढिक भएर लागि चाहिँ पर्नुपर्छ। लागि परिरहनु हरेक कुरामा धैर्यता भन्ने चिज हुनुपर्छ। आफू इमान्दारी र अनुशासित छ भने, धैर्यता छ भने त्यो मान्छे सफलताको शिखरमा पुग्न सक्छ अवश्य पनि भन्ने कुरा हो। अनि जस्तै केही कुरा पनि अब हामीले डेडिकेसन दिँदैछौँ भने त्यसको क्विक रिजल्ट चाहिँ पाइँदैन क्या। तर त्यसको बिस्तारै स्लोली ग्रेजुअली चेन्जेस भइरहेको हुन्छ होइन दाइ। तर त्यो चाहिँ हामीले फिलै गर्न सक्दैनौँ क्या। यस्तो हो एउटा साइन्समा पनि भन्छ नि जुन कुरा छिटो तातिन्छ त्यो कुरा छिटै सेलाउँछ पनि। त्यही भएर हामीले क्विक रिजल्ट लिँदाखेरि पनि त्यस्तै हुन्छ। सोचेर सम्झेर लिइँदैन त्यसको परिमाण पछि गलत पनि आउन सक्छ। त्यही भएर जे हरेक कुराहरूलाई पनि धैर्यतासँग बिस्तारै लिँदाखेरि त्यसको परिमाण पनि राम्रो आउँछ भन्ने हाम्रो कुरा हो। अनि तिमी पनि यदि यो भिडियो हेर्दैछौ अनि तिमीले पनि केही कुरा गरिरहेको छौ अनि तिमीलाई क्विक रिजल्ट चाहिएको छ अनि मैले गर्दा गर्दै यो भएन, फ्रस्ट्रेसन भयो, छोड्ने यो कुरा चाहिँ हुँदैन। यो मेरो समय पनि दाइ कसरी बित्यो भन्दा होइन दाइ, मैले अब यसरी नै यो युट्युब जोड्नेलाई त आजभन्दा 3-4 वर्ष अगाडिदेखि गरेको। एक समय आउँदाखेरि अलिकति राम्रो भएको थियो। त्यति बेला चाहिँ के कुराले चाहिँ मलाई फ्रस्ट्रेट भयो भने यो कुरा त गर्दा दाइ म गर्नै सक्दिनँ, यो मेरो लागि बनेकै होइन, म यसको लागि नै होइन भन्ने खालको फिल भएको थियो क्या। तिमीले भिडियोहरू कन्टिन्यू गरेको भए आजसम्म राम्रो हुन्थ्यो। केही न केही त हुन्थ्यो नि त। अनि फेरि अहिले आएर चाहिँ मैले के रियलाइज गरेँ भन्दा दाइ त्यो कुरा चाहिँ जे होस् म त्यो टाइममा गलत रहेछु क्या दाइ। केही कुरा पनि बिस्तारै स्लोली चाहिँ त्यसको चेन्जेसहरू आउँदै जाने रहेछ क्या। यो कुरा चाहिँ अब हामीले अलिकति बुझ्दैनौँ। हामीलाई चाहिँ के हुन्छ भने क्विक चाहिन्छ क्या। यो कुरा चाहिँ एकदमै एउटा हो। यदि केही कुरामा सक्सेसफुल हुनु छ भने धैर्यता हुनु धेरै जरुरी छ। एकदमै क्या। यसलाई चाहिँ अब मैले पनि अहिले रियलाइज गरेँ। यदि तिमी पनि केही कुरालाई चाहिँ अचिभ गर्नु छ भने जहिले पनि क्या दाइ होइन कस्तो भने अब सधैँ पनि हामीलाई चाहिँ कस्तो भने छिटो दिमागले चाहिँ मेरो बुझाइअनुसार चाहिँ है दाइ अब सही कतिको छ गलत कतिको छ होइन। हामी चाहिँ नेगेटिभ कुरालाई चाहिँ छिटो नोटिस गर्छौँ क्या, पोजिटिभ कुरा हामी हेर्दैनौँ हो कि त्यस्तो मान्छे लाग्दैन। जति पनि म्याक्सिमम् मान्छेहरूले चाहिँ नेगेटिभ कुरालाई चाहिँ छिटो क्याप्चर लिने अनि यो भएन यो त्यो भन्ने खालको हुन्छ। मै पनि इभन अलिकति भएन भने यो हुँदैन भन्ने खालकोमा गइहाल्छु क्या। तर जहिले पनि हामीले लिने भनेको चाहिँ दाइ होइन पोजिटिभ कुरै रहेछ क्या। अब यस्तो एउटा रमाइलो समाइलो बवाल तरिकाले गर्नुपर्छ। दुःख सुख भन्ने कुरा आउँदै जान्छ जाँदै गर्ने हो, फेस गर्दै गर्ने हो, रमाइलो चाहिँ गर्नु। दुःख हो भनेर आत्तिनु हुँदैन, सुख हो भनेर मातिनु हुँदैन। यो कुरालाई चाहिँ विचार गर्नुपर्छ एकदम। र यस्तै भिडियोहरू अझै हेर्न मन छ भने पक्कै पनि हाम्रो च्यानललाई सब्सक्राइब गरेर एउटा फ्यामिलीमा कनेक्ट हुनु होला। र यस्तै भिडियो हेर्नका लागि प्लिज गाइज सबैजनाले सब्सक्राइब गरेर लाइक गरेर फलो गरेर सेयर गरेर हाम्रो फ्यामिलीमा कनेक्ट हुनु होला। लेट्स हामीलाई अझ भिडियो बनाउनको लागि प्रोत्साहन गर्नु होला।
र यस्तै यस्तै भिडियो लिएर पक्कै पनि हामी आउनेछौँ। आजको लागि यति नै, दाइले नै बाई गरिदिनु ल। बाहिर